अमेरिकामा ख्याल गर्दै अब रियल आइडी वास्तवमै लागू भयो। 7 तारिकदेखि अमेरिकामा रियल आइडी लागू भयो। रियल आइडी भन्नाले चाहिँ त्यो ड्राइभर्स लाइसेन्सको माथिपट्टि स्टार भएको, यो चाहिँ इन्टिग्रेटेड सेक्युरिटी सिस्टम इन्हान्स गरिएको एउटा चाहिँ आइडी हो। ड्राइभर्स लाइसेन्स नै हो हुनको लागि हैन, तर त्यही लाइसेन्समा अरु थप इन्फर्मेसन हालेर चाहिँ एउटा तपाईको विहङ्गम सूचना त्यसमा चाहिँ संग्रहित गरिएको हुन्छ। त्यसकारणले यसलाई चाहिँ एउटा इन्हान्स्ड आइडी भएकोले रियल आइडी भनिएको हो। हुन त रियल आइडीको एउटा नियम 2005 सालमै यो चाहिँ टेरोरिस्ट अट्याक भएको थियो, त्योभन्दा केही समय अगाडि, र 5 सालमै यो नयाँ नियम त्यतिबेला आएको थियो। तर विभिन्न कारणले, बजेटको कारणले, विभिन्न समस्याको कारणले के हाल्ने के नहाल्ने, कहिले हाल्ने, कुन कुन स्टेटले फलो गर्ने कुनले नगर्ने इत्यादि कारणले यो ढिलो हुँदै हुँदै आएको थियो र यस पटकदेखि चाहिँ वास्तवमै यो लागू भएको छ। अब भोलिदेखि रियल आइडी लागू हुँदा के हुन्छ त भने तपाईँ घर बसिरहनुहुन्छ भने त तपाईलाई केही पनि असर पर्दैन, पुरानै आइडी तपाईले बोके पनि। तर तपाईँ भोलिदेखि चाहिँ कुनै यात्राहरू गर्दा, विशेष त रेलको यात्रा अनि चाहिँ हवाई यात्राहरू गर्दाखेरि चाहिँ तपाईलाई टीएसएले रोक्न सक्छ। अनि रेलमा पनि टिकट काट्ने ठाउँमा तपाईको आइडी माग्दा रियल आइडी भएन भने तपाईलाई एक्सेप्ट नगर्न सक्छ, टिकट नदिन सक्छ। तर एउटा आश्वस्त हुनुपर्ने पक्ष चाहिँ के छ भनेदेखि आज चाहिँ होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले जसको आइडी नियमअनुसार छैन अथवा जोसँग रियल आइडी अहिलेलाई छैन उनीहरूलाई अलग लाइनमा चाहिँ लगाइने छ हैन, र अलग तरिकाले उनीहरूलाई अनुसन्धान खोज तलास गरेर उनीहरूलाई चाहिँ जान चाहिँ दिइनेछ। प्लेनबाट फर्काइने चाहिँ छैन, तर पनि उनीहरूलाई चाहिँ 1 घण्टा अगाडि नै उनीहरू एयरपोर्ट आउनुपर्ने छ। उनीहरूलाई चाहिँ सोधपुछ गर्ने, उनीहरूलाई बेग्लै लाइनमा लगाएर प्रोसेसिङ गरेर बल्ल उड्न दिने भन्ने कुरा छ। त्यसले गर्दा उड्न त तपाईहरु अल्टिमेटली पाउनुहुन्छ, नपाउन पनि सक्नुहुन्छ। भोलि त्यहाँ चाहिँ भेडिङ प्रोसेसमा तपाईहरुको चाहिँ छानबिन गर्दै जाँदा एक ठाउँबाट अर्को ठाउँ उड्नलाई त्यत्रो टिकट काटिएको हुन्छ, रिफन्डेबल नहुन सक्छ, इकोनोमी टिकट हुन सक्छ तपाईहरुको हैन, कति ठुलो अप्ठ्यारो पर्छ हेर्नुस् त। त्यसले गर्दाखेरि चाहिँ तपाईहरु चाहिँ आफ्नो डीएमबीमा मोटर भेहिकल अफिसमा गएर यो आइडी चाहिँ आफ्नो ड्राइभर्स लाइसेन्स जे छ त्यसको नयाँ भर्सन लिनुस्। नयाँ लिने बित्तिकै अटोमेटिकल्ली त्यो चाहिँ इन्हान्स्ड लाइसेन्स अथवा चाहिँ रियल आइडीमा परिणत हुन्छ। अब होमल्यान्ड सेक्युरिटीका एकजना प्रवक्ताले आज बताए अनुसार चाहिँ लगभग 81% ले त अलरेडी रियल आइडी लिइसकेका रहेछन् हैन, बनाइसकेका रहेछन्। त्यसो हुँदाखेरि अब कति 19% मात्र बाँकी छन् हैन। 19% मात्रै हुँदा त थोरै मान्छे भयो नि त। त्यो 19% सबै उड्न जाने पनि होइनन्। त्यसले गर्दा भोलि फर्स्ट डे देखि पनि यो 7 तारिकदेखि पनि फर्स्ट डे बाटै होमल्यान्ड सेक्युरिटी चाहिँ सीबीपीले राम्ररी नै त्यो ट्राभल गर्ने व्यवस्थालाई चाहिँ लाइन त्यस्तो भिडभाड नगरिकनै व्यवस्थित तरिकाले उडाउने छ र जोसँग रियल आइडी छैन उनीहरूलाई पनि एउटा प्रक्रियाबाट चाँडै एयरपोर्टमा बोलाएर प्रोसेसिङ गरेर उनीहरूलाई पनि उड्न दिइनेछ भनेको छ। अथवा रियल आइडी तपाईले बनाइसक्नु भएको छैन भने नि तपाईहरुले आफ्नो एक्सपायर नभएको पासपोर्ट, त्यसैगरी चाहिँ एक्सपायर नभएको ग्रीन कार्ड अथवा चाहिँ कतिपय स्टेटहरुमा न्युयोर्क लगायत कतिपय स्टेटहरुमा चाहिँ इन्हान्स्ड ड्राइभर्स लाइसेन्स भन्ने छ नि, त्यो बोकेर पनि तपाईहरु चाहिँ जान सक्नुहुन्छ। भुटनिज कम्युनिटी इन ह्यारिसबर्ग एरियाका अध्यक्ष तिलक निरोलाले एउटा विशेष सन्देश जारी गर्दै भुटनिज अमेरिकन कम्युनिटी, नेपाली भाषी कम्युनिटी बीचमा सूचना प्रवाह गर्नुभएको छ र उहाँले चाहिँ जसरी पनि यो आइडी लिनुस्, किनकि अब यो छानबिनको प्रक्रियाहरू अझै अगाडि बढ्न सक्छ, यो भेटिङ प्रोसेसहरू हैन। त्यसले गर्दा यो सिस्टमभित्र प्रवेश गरिसकेपछि त्यसले चाहिँ राम्रो हुन्छ भन्ने कुरा भन्नुभएको छ र एकपछि अर्को गर्दै नेपाली अमेरिकन कम्युनिटी, त्यस्तै गरी नेपाली भाषी भुटनिज अमेरिकन कम्युनिटी हरेक क्षेत्रमा चाहिँ हरेक मानिसहरूले यो आइडी लिँदै गएको पनि अवस्था छ अहिले। यदि तपाईहरुले लिनुभएको छैन भने पनि तपाईहरुले चाहिँ नजिकका कोही मानिसहरू पनि सोध्न सक्नुहुन्छ। तपाईले ह्यारिसबर्गमा तिलक निरोलाजीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ। त्यत्रो 47,000 मेम्बरको अर्गनाइजेसनको चेयरम्यान हुनुहुन्छ उहाँ हैन। भन्दाखेरि अरु गभर्नमेन्ट एजेन्सीहरू अर्गनाइजेसनलाई पनि सोध्नुहुन्छ, हामीलाई नि पनि तपाईहरु सोध्न सक्नुहुन्छ, मेसेज पठाउन सक्नुहुन्छ हैन, यसको महत्त्व के छ भन्ने विषयमा। तर अहिलेलाई भने यो रियल आइडी लिन चाहिँ राम्रो हुन्छ
तर नलिए पनि तपाईँको ट्राभल चाहिँ पुरै रोकिन चाहिँ, तर त्यसको लागि अल्टरनेटिभ आइडी व्यवस्थाहरू अथवा चाहिँ पूर्ण तयारी तपाईँले चाहिँ गरेर मात्र एयरपोर्ट जानुपर्ने हुन्छ। अथवा तपाईँको प्लेन छुट्न पनि सक्छ। टिकट लिँदा पनि अलिक फ्लेक्सिबल टिकटहरू तपाईँले लिनुपर्ने हुन्छ। फ्लेक्सिबल ठुलो एयरलाइन्सहरू मल्टिपल फ्लाइ गर्ने खालकोहरू लिनुपर्ने हुन्छ। त्यो भएन भने चाहिँ तपाईँको अर्को आज गएर एयरपोर्टमा तपाईँ रोकिन सक्नुहुन्छ, भोलि पर्सि मात्र अर्को प्लेन उड्ला होइन, त्यो समस्या त तपाईँलाई पर्छ नि त। अनि अर्को कुरा चाहिँ यहाँको अदालत सिस्टमहरू, ठुल्ठुला फेडरल गभर्मेन्टका अफिसहरूमा इन्ट्री गर्नको लागि पनि तपाईँलाई चाहिँ रियल आइडी चाहिन्छ होइन, नभए तपाईँ भित्र छिर्न सक्नुहुन्न। त्यसले गर्दा पनि जसरी पनि बहुपक्षीय आधारबाट हेर्दा चाहिँ रियल आइडी चाहिँ अहिले जरुरी देखिन गएको छ।